नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ दुर्घटनाको प्रसङ्गबाट। भरतपुर महानगरपालिका वडा 7 13 साल चोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ। स्कुटरमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 11 का 26 वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेमा रत्ननगर नगरपालिका वडा 6 की 20 वर्षीय पूजा सुनार हुन्। प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना 59 प 3370 नम्बरको स्कुटर 13 साल चोकमा अनियन्त्रित भई पल्टिएको थियो। स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। नवलपरासीको गैँडाकोटमा गएराती करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। पराल बोकेको ना 2 ख 9078 नम्बरको ट्रकमाथि बसेको मध्यबिन्दु नगरपालिका 6 का 24 वर्षीय मतिराम महता थारूको नाङ्गो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो। महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन राणा भाटले बताए। भारतको सर्वोच्च अदालतले यूपीको अयोध्या स्थित राम मन्दिरको पक्षमा फैसला सुनाएपछि भगवान रामको ससुराली जनकपुर धाममा खुसियाली छाएको छ। फैसलाको स्वागत गर्दै विश्व हिन्दू परिषद नेपाल धनसाले हिजो साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी खुसियाली मनाएको छ। आज बहुत सौभाग्य का दिन है कि हमारे मर्यादा पुरुषोत्तम श्री राम का जो जन्म स्थल अयोध्या में 500 वर्ष पहले से विवादित था, आज सुप्रीम कोर्ट ने निर्णय कर दिया कि ये समस्त विवादित भूमि श्री राम जन्मभूमि है। आज इसी के उपलक्ष्य में संपूर्ण यहाँ के जन समुदाय, संपूर्ण यहाँ उपस्थित भक्तजन, संपूर्ण राम जानकी मंदिर के भक्तजन आज यहाँ पधारे हैं। आज इस मंदिर में जानकी माता के मंदिर में दीप प्रज्वलन करके आज करिब 500 वर्ष पहिलाको मुद्दामा राम मन्दिरको पक्षमा फैसला सुनाएपछि जनकपुर धामका साधु सन्तहरूमा समेत खुसियाली छाएको छ। त्यसअघि जानकी मन्दिरमा लड्डु समेत बाँडिएको थियो। अपन समाचारमा अहिलेलाई व्यावसायिक विश्रामपछि अब बाँकीका प्रसङ्ग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री तीर्थमान डङ्गोलले गणेशमान सिंह जस्ता राजनेताहरूको स्मृति दिवस मनाउन सरकारसँग माग गर्नुभएको छ। कांग्रेस नेता डङ्गोलले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले वामपन्थीहरूसँग सहकार्य गरेर 2046 सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको गणेशमान सिंहलाई कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो। बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला जस्ता राजनेताहरूलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो शिक्षा पाउने उहाँको भनाइ छ। गणेशमान सिंह जस्ता जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले 2046 सालको जनआन्दोलनका सुप्रिम कमान्डर सिंहको 105औं जन्मजयन्तीको अवसर पारेर आइतबार काठमाडौँको शान्ति वाटिकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता डङ्गोलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो। किनभने पहिलो पटक नेपालमा वामपन्थीहरूसँग कार्यगतता गरेर आन्दोलनको सुरुवात गर्ने गणेश मान्जी हुनुहुन्थ्यो। तर आज गणेश मान्जीलाई त्यत्रो आन्दोलन दिएर चाहिँ 46 जना सफल पार्नुभयो। त्यसपछि लगत्तै काङ्ग्रेस पार्टीको सरकार बन्यो र त्यसपछि फेरि 9 महिने अल्पमतको सरकार एमालेको बनेको थियो। तर आज उहाँलाई सम्झिने दिनमा उहाँले सम्झिनु भएन। त्यसैले यो चाहिँ वास्तवमा सरकारले नै यी राजनेताहरू, चाहे त्यो चाहिँ नि मनमोहन अधिकारी किन नहोस्, बीपी कोइराला, मनमोहन अधिकारी होइन, पहिलो प्रधानमन्त्री बीपी कोइराला र आन्दोलनपछिको दोस्रो पहिलो प्रधानमन्त्री चाहिँ 62 आन्दोलनको चाहिँ नि गिरिजाप्रसाद कोइराला, यी सबै नेताहरूलाई चाहिँ पार्टीका चाहिँ नेताहरूलाई चाहिँ वास्तवमा त्यस अवसरमा कांग्रेस नेता ध्यान गोविन्द रञ्जितले पनि नेपालमा प्रजातन्त्र पुनर्बहालीका लागि गणेशमान सिंहले खेल्नुभएको नेतृत्वदायी भूमिकाको स्मरण गर्नुभएको थियो। वामपन्थीहरूसँग सहकार्य गरेर 2046 सालमा जनआन्दोलनलाई सफल बनाउन सुप्रिम कमान्डरको भूमिका निर्वाह गर्नुभएका स्वर्गीय सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रूपमा स्मरण गर्दै आएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता एवं लौह पुरुष गणेश मानसिंहको 105औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कांग्रेस र उसका भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। काठमाडौँको शोभा भगवतीमा रहेको सिंहको शालिगमा बिहान माल्यार्पण गरिएको छ। माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, पूर्व मन्त्री राजन केसी लगायत सहभागी भएका थिए। गणेश मानसिंहको 105औं जन्मजयन्तीको अवसरमा दिउँसो 1 बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ 5 बजे नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिले रत्न पार्क शान्ति वाटिकामा दीप प्रज्वलन गर्ने कार्यक्रम छ। राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीको लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ। राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद यही कार्तिक 26 देखि 29 गतेसम्म नेपालको 4 दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा उनले राष्ट्रपति भण्डारीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनका प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछन्। बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा र परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले बेग्ला बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। हामिदसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्। अपन समाचारमा फेरि पनि व्यावसायिक विश्रामपछि अब बाँकीका प्रसङ्ग। लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन होलिडेको रूपमा रह्यो। आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेद्वार 75%ले घटेका छन्। समायोजनका कारण सरकारले न्यून सङ्ख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो। गत आर्थिक वर्षमा सङ्घतर्फ 1,43,840 जनाले आवेदन दिएका थिए। खरिदारमा सबैभन्दा बढी 64,733 दरखास्त परेको आयोगका प्रतिवेदनमा उल्लेख छ। कुल दरखास्तको 29% प्रदेश 2ले अगोटेको छ। त्यसमा पनि सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिराहाका बढिरहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित 4 जनालाई पक्राउ गरेको छ। काठेखोला गाउँपालिका 5 बिहुबाट प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो। उनीहरूको साथबाट 1 थान बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। पक्राउ पर्नेमा काठेखोला गाउँपालिका 5 का तिलक विक, रमेश घरती, खगेन्द्र घरती र जगत घरती रहेको प्रहरी नायब परीक्षक जहविन्द्र भट्टराईले जानकारी दिए। उनीहरूलाई आजै जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान थालिएको छ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।